हेलो गाइस, नमस्ते। सन्चै हुनुहुन्छ होला। आज म बनाउँदै गइरहेको छु साउथ इन्डियन डिस भेरी पपुलर रसम हैन। शरीरको लागि धेरै राम्रो हुन्छ यो रसम एकदम। अनि तपाईँ यो हेर्नुहोस्, रेडी छ यहाँ केही इन्ग्रिडियन्ट्सहरू बनाएर। अरू केही हामी एड गर्नेछौँ यसमा। र यहाँ छ मेन ग्रिन चिल्ली हैन, हरी खुर्सानी, रातो खुर्सानी, अनि यसमा छ तपाईँको लसुन, अनि रातो खुर्सानी, जिरा, काली मिर्च हैन, अनि अदरक कुटेर बनाउँदा पनि हुन्छ र मिक्सरमा थोरै अलि दरदरा गरेर बनाउन सक्नुहुन्छ। त्यससँगै हाम्रो कडी लिप्स पनि छ। यसमा कडी लिप्स हामी गन्यौलाको पात भन्छौँ हैन, त्यही कडी लिप्स। अनि टमाटर छ। अनि हाम्रो यो चाहिँ इम्लीको झोल है, इम्लीको बनाएर टक्क हेर्नुहोस् यस्तो बनाएर राखेको छौँ। टक्क यसलाई अब बनाउँछौँ है त। अरू केही इन्ग्रिडियन्ट्सहरू पनि एड गर्नेछु यसमा, एकदम राम्रो हुनेछ। तपाईँ खाना खाइसकेपछि या त राइससँग पनि लिन सक्नुहुन्छ, एकदम राम्रो छ। लेट्स से सबैभन्दा अगाडि चाहिँ अब हेर्नुहोस् हाम्रो रेडी भइसकेको छ। यसमा अलिकता ओइल हाल्ने होइन, चट्ट हेर्नुहोस् चट्ट ओइल हालिसक्यो भने ओइल हाल्ने जस्तो अलिकता पोलेर होइन। अनि टक्क अलिकता यसलाई तेललाई अलिकता हिट हुँदैन धेरै होइन। रेडी भइसकेको छ। त्यसपछि हामी हाल्छौँ इसमै धुँदै अब हाल्ने अनि मस्टर्ड सिड। यसलाई चाहिँ होइन मस्टर्ड सिड भयो, यो चाहिँ तोरीको दाना होइन, मस्टर्ड सिड भयो एकदम। यसलाई हाल्ने टक्क यसलाई भुनेर होइन। अब यो रेडी भइसक्यो भने यता हेर्नुहोस्, यो चाहिँ हाम्रो के अरे रातो खुर्सानी टक्क हाल्ने, सुकेको रातो खुर्सानी होइन, टक्क एड गरिदिने। टक्क हेर्नुहोस् रसमको लागि एकदम बढिया रसम हुन्छ अब है, हेर्दै जानु। त्यसपछि अलिकता कडी लिप्स पनि हाल्ने है, हेर्नु त। कडी लिप्स हाल्ने, टक्कलाई घुमाउने अलिकता कुकिन्छ राम्रोसँग। अनि त्यसपछि अलिकता गार्लिक पनि हालिदिनुहोस् है फेरि होइन, गार्लिक टक्क लसुन, चप लसुन हाल्ने टक्क राम्रो हुन्छ लसुन अलिकता। यसलाई बनाइसक्यो भने टक्क हरियो खुर्सानी पनि हाल्नुहोस्, अलिक स्पाइसी होला है फेरि लसुन भने एकदम बढिया। हरियो खुर्सानी हाल्छ भने अलिकति घुमाउने, यसलाई अलिक कुक गर्न दिने राम्रोसँग होइन। त्यसपछि चाहिँ अलिकता यो हामीले अघि गरेको टमाटरलाई ट्याक्क हाल्यो भने है, सरी टमाटर हाल्यो भने राम्रोसँग ल हेर्नुहोस् ग्यास मस्त कलर आइसक्यो। कलर भन्दा पनि तपाईँको हेर्नुहोस् त टक्क टमाटर अलिकता पाकिरहेछ होइन, टक्क पाकिसकेको छ। अब यसलाई टक्क अलिकता यो हामीले बनाएको मसला यसको यो हाल्ने होइन, टक्क हेर्नु त एकदम यसकै आउँछ स्पाइसीनेस, गार्लिक, जिन्जर सबै कुराहरू एड छ त्यसमा भइरहेछ। हेर्न सक्नुहुन्छ तपाईँले मस्त भुलिरहेको छौँ अहिले, यसलाई पाकिरहेछ, कुक भइरहेछ राम्रोसँग। साउथ इन्डियन एकदम राम्रो पपुलर होइन, तपाईँको खानासँग लिन्छन् र खाना खाइसकेपछि पनि लिन्छन्। और देखे गाइस, इसमें डालेंगे हम अभी ये इमली का पानी, देखे एकदम चीज देखो, बाप रे काफी मजा आने वाला है। इसमें हम पानी ऐड करेंगे, इसको घुमाओ अच्छे से घुमाओ। पानी इमली को पानी ऐड कर सके इसमें है ना। थोड़ा सा अलिकता त्यो हाल त रसम पाउडर यार, हाँ गुड, हाँ थोड़ा बस, वेरी गुड, बस इतना रसम पाउडर डाल देंगे। थोड़ा रसम पाउडर डाल सकते हो। उसके बाद देखो ये हो गया, थोड़ा कुक हो रहा है। अब इसमें हम पानी ऐड करेंगे, ठीक है। रसम बोले तो एकदम हमारा जो रहता है हाम्रो उसमें रहन्छ नि झोल वाला माछा जस्तै झोल हुनु पऱ्यो क्या एकदम।
यसलाई पिउने हो क्या चट्टा बाडेर हेर्न सक्नुहुन्छ। आहा हामीहरू सोच्छौँ नि त यतातिर कसरी बन्छ रसम भनेर, चट्ट हेर्नुहोस् तपाईँ सिम्पल घरमा बनाउन सक्नुहुन्छ। एकदम यसलाई कुक हुन दिने हो। टमाटर हेर्नुहोस् गल्छ एकछिनमा होइन, राम्रो। अनि हरियो धनियाँ चट्ट धनियाँ हाल्ने हो। हेर्नुहोस् क्या यस्तो दामीसँग कुक भइरहेछ, टक्क बोइल भइरहेछ होइन राम्रोसँग। टमाटरको सबै रसहरू उता बोइल भइरहेछ राम्रोसँग। र यसमा हामी एड गर्नेछौँ अब हरियो धनियाँ है। एकदम हरियो धनियाँ युज गरेको छु। यस्तो दामी हेर्नु त, हेर्नुहोस् एकदम दबाएर हाल्ने हरियो धनियाँ। ओए हो गजबको भाजा हेर्नु त, पाकिरहेको मस्त। 5 मिनट यसलाई पकाएर हामी फेरि टेस्ट गर्नेछौँ एकछिन होइन। अनि त्यसपछि तपाईँहरू पनि घरमा ट्राई गरेर बनाएर खानुहोला। हस्, धन्यवाद। हेर्नुहोस् गाइस यो एकदम रेडी भइसकेको छ होइन। अब यसलाई चट्ट अलिकता टेस्ट गरौँ है त कस्तो छ। धेरै होइन अलिकता मात्र टेस्ट गर्नेछौँ हामी। हेर रसम कस्तो छ हेर्नुहोस्, यसलाई अलिकता टेस्ट गर्नेछौँ। हेर्नुहोस् कस्तो छ है त। ओए हो मस्त स्पाइसी होइन, स्पाइसी स्विट एन्ड सल्ट मिडियम होइन। सुगर चाहिँ नहाल्नु होला, एकदम अलिकति चाहिन्छ कि गुड हाल्नु सक्नुहुन्छ तपाईँ जागेरी होइन। एकदम बेस्ट भएको छ। मलाई चाहिँ अलिकति नुन कम छ नि, यहाँ चाहिँ म थप्छु। तपाईँ चाहिँ कति चाहिन्छ त्यो हिसाबले बनाउनु होला है। घरमा बनाउनु ट्राई गर्नुहोस्। थ्याङ्क यू।